टु मिनी ब्लग। मेरो चाहिँ हैन, आज चाहिँ मैले करेला र आलु बोइल गरेको अचार अनि प्याज कटिङ गरेर छोप हालेर हैन अनि बनाइराखेको छु अचार। यो धनिया चाहिँ मैले माथिबाट राखेँ, सबै कुरा राखिसकेको छु। ट्वाक्क परेको अमिलो पिरो हैन, काकातिर आलुको बोइल गरेको। यस्तो अचार चाहिँ एकदम अर्ग्यानिक, मिठो, हेल्दी पनि हुन्छ। तर अलिकति प्रेसर लो हुनेलाई चाहिँ डाउन गर्छ होला, तर प्रेसर हाई हुनेलाई चाहिँ एकदम फाइदा हुन्छ र नहुनेलाई पनि फाइदै हुन्छ खाँदाखेरि। अर्ग्यानिक हो अनि आफ्नै बारीको। यहाँ चाहिँ मैले च्वाचेको बङ्गुरको फाक्साको मासु बनाइराखेको छु, माथिबाट धनिया राखिदिएको ग्रेभी बनाइराखेको छु। मलाई चाहिँ यस्तो मनपर्छ। अनि त्यसमाथि चाहिँ अनि हल्का कागतीको रस छर्केर खायो भने हामीलाई त्यो चिल्लोले असर पनि गर्दैन। खानु जान्यो भने जे पनि हेल्थलाई राम्रै हुन्छ। खानु जानेन भने चाहिँ अब त्यो बेफाइदा हुन्छ। नखानेलाई चाहिँ अब तपाईहरुलाई देख्दा पनि हैन कस्तो कस्तो लाग्छ होला। अब हामी खाइराख्ने मान्छेलाई चाहिँ एकदम राम्रो लाग्छ, मिठो टेस्टी लाग्छ। 3 पिस भएको बङ्गुरको मासु अनि अचार अनि अर्ग्यानिक काँक्रा है। आफ्नो बारीको यसरी हेल्दी खायो भने को चाहिँ हैन स्वास्थ्य रहँदैन र। सबैजना यसरी नै खानुपर्छ, अल्छी नगरी है। खानुलाई चाहिँ अल्छी गर्नु हुँदैन। अब काम गर्दा मरिँदैन, खानु नपाउँदा मरिन्छ। काम गरेपछि यसरी फल्छ आफ्नै बारीमा अनि फलेपछि खानु पाइन्छ। थ्याङ्क यू।